राइड हो गाइज म चाहिँ आज यता नागयामा आएको छु नागया हाम्रो ग्याङब्याङ मेरो पुरानो लङ्गोटी यार त होइन कलेज फ्रेन्ड मेरो जिग्री दोस्तहरूमा र आज हामी चाहिँ कालुम्यान हाम्रो प्यारो मित्र कालुम्यान होइन पछाडि बस ल पछाडि कालुम्यान र अर्को हाम्रो यहाँ बक्स कहाँ जाने रे आज चाहिँ ओसाका एन्ड द फ्लोर है त गाइजहरू जाने हो र यहाँबाट चाहिँ हामी यहाँबाट चाहिँ हामीलाई ठ्याक्कै 2:30 घन्टा लाग्छ हाम्रो ट्रिपको डिटेल एकचोटि के छ भन्ने नि त के नागोया टु ओसाका हो ओसाकाको नाम्बामा हामी आज बस्छौँ बाटोमा क्योतो हुँदै नारा हुँदै जाने हो भोलिपल्ट फर्केर अब कता कता घुमिन्छ त्यो त अब हिँड्दा हिँड्दा थाहा हुन्छ होइन तर यही हो र हाम्रो कालुम्यान ब्यागमा छ है केही छ जापानिजमा जाओस् जापानिजमा घुम्ने हो रमाइलो गर्ने हो है त्यही त हो नि र हामी चाहिँ ठ्याक्कै यो 2 घन्टाको यात्रा पछाडि होइन यो ओसाका क्यासल भन्ने ठाउँमा आइसकेका छौँ है यो चाहिँ एउटा पहिलाको पूर्व राजाहरूको एउटा बस्ने इलाका भनौँ होइन इलाका जस्तै इलाकै भनौँ न टेरिटोरी हो र यहाँको भ्यूहरू है यहाँबाट चाहिँ यस्तो छ मान्छे चट्ट हिँड्नलाई एउटा म्युजियम टाइपकै भनौँ न यहाँ चाहिँ कस्तो यो 2तिर पोखरीहरू रहेछ क्या पोखरी जस्तै यस्तो जस्ट कम्पाउन्ड घेरेको र यो चाहिँ यो दरबारको मेन इन्ट्रान्स भयो होइन मेरो पछाडि देखिरहनु भयो होला यो यहाँबाट हामी चाहिँ दरबारतिर छिर्दैछौँ मन्दिर भन्ने कि होइन दरबार भनौँ न होइन यो चाहिँ मेन दरबार चाहिँ यो रहेछ है ठ्याक्कै यहाँबाट हेरौँ क्या बवाल छ यहाँ चाहिँ यो चाहिँ ओसाकामा हो होइन यो चाहिँ हाम्रो दरबारको अगाडिको फ्रन्ट भ्यू होइन यहाँबाट भित्र जानुलाई चाहिँ अहिले लगभग टाइम पनि ढिला भएछ त्यही भएर भित्र जानु दिँदैन है यो चाहिँ फ्रन्ट भ्यू हेरौँ साइड है सडकको बढेको दामी छ क्या यो जस्ट यो कम्पाउन्ड छ नि जुन यो यसको वरिपरिको धेरै ठुलो छ क्या यो लगभग हिँडेरै आधी घन्टा बढी लाग्छ होला जस यो खोला भन्ने के भने आर्टिफिसियल खोला होला होइन त्यसको बिचमा बनाएर रहेछ क्या यहाँ मुनि चाहिँ सट्ट साकुरा फुलेको है यहाँ मुनि हेर्नु त ल यस्तो चाहिँ यो चाहिँ सट्ट वरिपरिबाट यसरी नै घेरेर यो वाल चाहिँ किन राखेको भन्दाखेरि यहाँबाट दुश्मनहरू चढ्यो भने चाहिँ माथिबाट पानी हालिदिँदो रहेछ क्या अनि यो चाहिँ यो ढुङ्गाको बिचमा चाहिँ यस्तो पल जस्तो त्यहाँ चाहिँ स्न्यापरहरू बस्ने चाहिँ भित्रबाट देखिँदो रहेछ त्यहाँबाट स्न्यापरले ट्याङ गोली हान्ने दामी छ ल हेर्दा गाइज आम्मा यो ढुङ्गा कत्रो छ यो आम्मा हेर्नु ल यत्रो ढुङ्गाले चाहिँ होइन सट्ट यसरी बनाएर त्यो पनि म कहाँ माथि छ ल कति माथि छ क्या यहाँ हेर्नु त है यसरी चट्ट प्रोटेक्सन हो खतरा प्रोटेक्सन क्या हुन्छ नि यो हेर्नु त क्यामेरामै फुल आएको छैन क्या यस्तो ठुलो छ है जुन स्न्यापरको कुरा गरेँ नि अघि मैले स्न्यापर हान्ने ठाउँ यो पलबाट यहाँबाट हान्दो रहेछ क्या सट्टै यसरी बसेर यहाँबाट ट्याक्कै
स्न्यापिङको लागि है यो सबै भित्रकै कम्पाउन्ड हो कि यो परसम्म देखिरहेको होइन त्यहाँबाट खोला यस्तो अझै त्यो पनि त्यहाँदेखि पनि अर्को खोला छ कि अगाडि दुईवटा खोला छ होइन खोलाबाट अगाडि यस्तो भइहाल्छ यार यहाँ भित्र चाहिँ जानु मिलेन होइन जस्ट बाहिरबाट यहाँ तल एउटा यहाँ तल पनि छ आर्मीहरूकै सक्क त्यहाँनिर बस्ने होइन यहाँबाट ट्याक्क यहाँबाट सुतेर हान्ने ठाउँ है र अहिले चाहिँ हामी यो किनकान्से भन्ने क्योतोको गोल्डन टेम्पलमा आइसकेको छु होइन चाहिँ हामी हिजो ओसाकाबाट त्यहाँबाट चाहिँ आधी घन्टा 1 घन्टाको यात्रा पछाडि गाडीमा होइन यहाँनिर चाहिँ यहाँ चाहिँ इन्ट्री फी चाहिँ पर पर्सन 300 रुपियाँ लाग्ने रहेछ 500 रुपियाँ इन्ट्री फी चाहिँ 500 रुपियाँ लाग्ने रहेछ र यो चाहिँ सुनले बनेको मन्दिर भन्ने रहेछ होइन सुनले बनेको हो होइन चाहिँ थाहा छैन जस्ट गोल्डन टेम्पल र यो चाहिँ फ्रन्ट साइडबाट भ्यू भयो होइन नो फोटो विथ लार्जर ग्रुपमा फोटो खिच्नु नमिल्दो रहेछ हामी त 3 जना छौँ होइन ग्रुप आउनेहरूलाई जस हेर्दाखेरि रमाइलो छ क्या हुन्छ नि अब बाल देखिरहेछ यार क्यामेरामा त्यो कलरै आइरहेछ नि ल तर दामी देखिन्छ क्या यो मन्दिरको भित्र चाहिँ यस्तो रहेछ होइन के थाहा भएन जस्ट यस्तो रहेछ है यसो हेर्दाखेरि चाहिँ हुन्छ नि हाम्रो शिवलिङ्ग जस्तो देखिन्छ त्यो त होइन होला ल्याएर उयो चाहिँ हिउँ पर्दाखेरिको हिउँ पर्दा यस्तो देखिँदो रहेछ यसमा चाहिँ भगवान्हरू छ है बुद्ध भगवान् नै होला सायद यो ल्याएर हुँदै माथि दामी छ पिस छ ठाउँ हेर्दाखेरि मजा आउँछ आनन्दको ठाउँ रहेछ र यहाँ चाहिँ फाइनल्ली यो तल चाहिँ आइसकेका छौँ होइन माथि यसो भ्रमण गरेर अनि यो यहाँनिर चाहिँ के रहेछ भन्दाखेरि आफ्नो यसो परिवारलाई हुन्छ नि म मेरो परिवार आफन्त मान्छेको लागि विस गर्ने कि 50 सेन्ट तिरेर यहाँ क्यान्डलमा धुप बाल्ने भनौँ न आफ्नो परिवारको लागि के रहेछ त्यो फुलनेस स्टडी सक्सेस फर लभ फ्यामिली सेफ्टीको क्यान्डल बाल्नु पर्ला नि यहाँ हाल्ने पैसा एउटा लिने तिनवटा लिउँ न त ट्याकै 150 हुन्छ 3टा लिन आफ्नै इच्छाको लिन तिमी नै एउटा खाल्नु जस्तोलाई भन न के त गर्ने 50 हालेर सक्सेसफुल बिजनेस होइन ल 50 ल यो चाहिँ कहाँ बाल्ने हो यो यसले बालेर त्यहाँ राख्नुपर्छ ए ल ओके यसले बालेर त्यो सायद यता कालिम्पोङ एउटा तिमी बाल न भइसकेपछि है त यो चाहिँ मेरो परिवारको लागि भनेर भन्ने ठाउँ रहेछ होइन तिमीहरू चाहिँ के कन्फ्युज भयो के हो यहाँनिर बाल्ने रहेछ अनि त्यहाँ हाल्ने
वान छ है यहाँनिर